एक ड्राइङ टिचर हुँ र यो गणेशको चित्र मैले 2061 सालमा बनाएको थिएँ। आज यति वर्षपछि पनि यो चित्रले मलाई एउटा ठुलो कुरा सिकाइरहेको छ। गणेशको अनुहार हेर्नुहोस्, कति शान्त, कति स्थिर छ। यसले हामीलाई के सिकाउँछ भने जीवनमा सबैभन्दा ठुलो शक्ति भनेको शान्त मन र धैर्य हो। हामी सानो कुरामा रिसाउँछौँ, तर साँचो बुद्धि भनेको शान्त भएर सोच्नु हो। त्यसैले गणेशलाई बुद्धिको भगवान भनिन्छ। यदि तपाईँ पनि यस्तो कुरा सिक्न चाहनुहुन्छ भने फलो गर्नुहोस्।